दिनको सुरुवात हुँदैछ चिकन राइसबाट। तर यो मेरो लागि चाहिँ होइन, यो खुसीको लागि हो। हाम्रो खुसीको समर कट चिन्डे बनाइदिएछ यसलाई ग्रुमरले योपालि। धेरै नै लट्टा परेर यसको, अनि योपालि चिन्डे बनाइदिएछ। बिहान बिहान खाटबाट उठ्दैन हो, घाम नलागेछ जाडो भएर। अनि हाम्रो बारीमा धेरै कुरा फलेको छ। मलाई चाहिँ यो सयपत्री फुल एकदमै मनपर्छ, मेरीगोल्ड। अनि त्यही भएर मैले मम्मी आएको बेला पुरै यहाँदेखि वहाँसम्म लगाइदिएको छौँ। अब यो ठुलो भएपछि यो पुरै नै यसले कभर गर्छ अनि यो सबै कुरा जान्छ। त्यहाँ हाम्रो मल अलिअलि रेडी हुँदैछ। यो के हो मलाई थाहा छैन, तर यो मम्मी आइसकेको बेला लगाएको हो। यो सागहरू सब किराले खाइसकेको छ। तर मैले बेलुका बेलुका हालिदिइरहेको छु यसमा त्यो किनेर ल्याएर। तर यो राम्रो हुँदैछ, यो नयाँ हो। कति खायो, 4-5 चोटि खाइसक्यौँ। यो राम्रो, यो भेन्टा लगाएको यो फल्दै फल्यो नि, आज निकालेर फ्याँकिदिन्छु। गोलभेडा राम्रो फलेछ। ए ठुल्ठुलो भएको छ गोलभेडा। धनियाँ जति भने नि छ। सिमी हो कि बोडी हो के हो थाहा भएन, जस यो नि फलिरहेको छ मजाले। त्यहाँदेखि के हो थाहा भएन, त्यहाँ फुलहरू छ अलि। यता पनि मजाले फलेको छ। धनियाँ डिफ्रेन्ट टाइपको अर्ग्यानिक फुल हो यो सबै। यहाँ पनि गोलभेडा। म भर्खरै उठेको, आज स्याटरडे फर्स्ट टाइम होला धेरै पछि स्याटरडेको दिन पनि घर बसिन्छ। किनभने मैले अहिले फुल टाइम काम गर्छु मन्डे टु फ्राइडे, त्यही भएर। अनि फुल टाइम काम गरेपछि मेरो काम सुरु हुन्छ बिहान 7 बजे, सकिन्छ 4 बजे। तर मेरो काम चाहिँ 1 घन्टा ड्राइभ छ। 1 घन्टा ड्राइभ भएको हुनाले म बिहान 5 बजे उठ्नुपर्छ। अनि त्यसपछि 6 बजे हिँड्नुपर्छ। अनि घर आउँदा 5:30 भइसक्छ। अनि त्यो घरको काम केही गर्नै पर्दैन। अनि घर एकदमै फोहोर भएको छ, किनभने सबै सुकेको लुगा 2-3 दिन भयो यहीँ छ। यो भाडा पनि हिजोको सबै बेलुका केही गर्न नसकेर आज मेरो बिदा थियो, त्यही भएर मैले छोडिदिएको सबै। म डिप क्लिन गर्छु आज घर। मैले कपाल नकाटेको धेरै भयो, मैले घरमै काटिदिएको। अस्ति यस्तो फोहोरी घिनलाग्दो देखेछ। के खाएको? घाँस खाइरहेको छु। पकाइदिएछु मैले, त्यो चिन्ता नगर। मैले के भन्दै थिएँ, ट्रेनिङले गर्दा मेरो खासमा रोस्टर चाहिँ लाइफस्टाइल रोस्टर हुनुपर्ने हो होइन। अनि काम जोइन गरेको त्यही रोस्टरले गर्दा हो। मेरो 5 दिन काम भयो भने 5 दिन बिदा हुन्छ कि। त्यो रोस्टर रमाइलो छ जे होस्, 12 घन्टाको काम हुन्छ जे होस्। अनि तर अहिले चाहिँ ट्रेनिङ भएर मन्डे टु फ्राइडे गरिदिएको छ। मस्त घाम तापेर बस्छ। उसलाई घाम भनेपछि ढोका खोल्दै भन्छ भित्रबाट। मैले खासमा खुसीको लगभग 10-15 दिनको लागि रेडी बनाएर राखिदिन्थेँ। तर त्यो सकेर अनि आज चाहिँ बिहानको लागि आज दिनभरि फ्री छु म, त्यही भएर आज बनाइदिन्छु। अनि यो फर्सी भएन भने कन्स्टिपेटेड हुन्छ, त्यही भएर चिकन राइस अनि फर्सी उसको डेली मिल हो। अनि त्यही भएर अरू ट्रिटहरू पनि उसको दिनमा खानको लागि ट्रिटहरू टन्नै छ। क्विक कफी खाम एउटा, अनि त्यसपछि एकछिन घाम तापौँ। हाम्रो घरमा चाहिँ घाम आउँछ बिहानदेखि बेलुकासम्म मजाले, जाडोमा घाम चाहिँ मस्त आउँछ। मैले घाम भनेको बिदाको दिन मात्रै देख्न पाउँछु, किनभने बिहान अँध्यारोमै निस्किन्छु काममा, बेलुका आउँदा नि अँध्यारै भइसक्छ। अनि दिनभरि अफिसमा बस्ने हो भित्र, अनि बाहिर खासै निस्किनै पर्दैन। बिदाको दिन चाहिँ घाममा 20-25 मिनट बाहिर बस्ने गरेछु। अनि यो पनि यही चाहिँ खेल मात्र भन्छु जति बेला नि, त्यसको लाइफमा खेल्ने बाहेक अरू कुरै छैन। अनि अलिक बिरामी पनि भइरहेको छ, त्यही भएर स्वर अलि अर्कै आइरहेको छ होइन। अहिले म घरमा एक्लै भएको भए म कि त बेडमै हुन्थेँ अनि सुतिरहेको हुन्थेँ होला, नभए टिभी खोलेर बसिसकेको हुन्थेँ आनन्दले टिभी हेर्दै दिनभरि। मेरो टाइम यत्तिकै जान्थ्यो। तर अब यसले मलाई सुत्न दिँदैन। बिहान बेडमा आइहाल्छ उठाउनलाई। उसलाई टोइलेट जानुपर्छ, खेल्नुपर्छ, अनि धेरै बेर सुत्न पाउँदिनँ। त्यो पनि ठिकै हो, किनभने मेरो 8 आवर पुरा भइसकेको हुन्छ। अनि यो भएपछि टाइम पास हुन्छ दिनभरि यत्तिकै मजाले। मेरो मम्मीले नि कुकुरै नल्याउँदै हुन्न भन्छ थियो, तर अस्ति आएर अनि अप्रुभल दिएर गइसक्यो। त्यो धन्नै यो छ र
अलिकता भए साथी हुन्छ हामीलाई भनेर अलिअलि ट्रिक्सहरू चाहिँ सिकाएको छु मैले। यो सानै हुँदा, यो अहिले 1 वर्ष प्लस भइसक्यो हो नि होइन, 1 वर्ष ओभरै भइसक्यो यसको एज होइन। तर यो सानो हुँदा घरको 3-4 महिना हुँदा अलिअलि ट्रिक्स सिकाएको थियो उसलाई, अहिलेसम्म याद छ त्यति हो। त्योपछि म नि अल्छी भएँ, यो झन् अल्छी, अनि हामीले त्यसै गर्ने पाएन। देखाइदिन्छ है कोही यहाँ खुसी खुसी सिट सिट डाउन खुसी डाउन राउन्ड अप खुसीको खाना रेडी छ। आज म यसलाई घाममै दिन्छु, भित्र जाडो छ किनभने आज। अर्को एउटा ट्रिक, यसलाई मैले गो फर इट नभनेसम्म यो खान जाँदैन। नो सिट खुसी गो फर इट। हाम्रो ब्याकयार्ड चाहिँ अलिकता फोहोर छ किनभने यो राख्ने ठाउँै छैन है घरमा। अनि यति कुरा चाहिँ रियलाइज भयो कि आफ्नो घर नभएसम्म धेरै सामान किनेर फाइदै छैन, किनकि मुभ हुनुपर्न सक्छ जति बेला पनि। अनि हाम्रो पनि त्यस्तै टाइम भएको थियो, मुभ हुनु पऱ्यो। अनि त्यसपछि आधीभन्दा बेसी सामान हामीले सब सानो सामानहरू सब फ्याँक्यो त्यो नहटेर। अनि त्यसपछि घर मुभ हुँदाखेरि अब त्यो टाइम डिफ्रेन्स हुन्छ नि त बिचमा, अनि उता घर अर्को रेडी भएको हुँदैन, अनि यता घर सरिसके हुन्छ सामान, अनि एउटा घरमा बस्नुपर्ने हुन्छ। अनि त्यति बेला फ्रिज हुँदैन होइन, मेन भनेको फ्रिज चाहिने। फर्स्ट टाइम सर्ने बेला एउटा फ्रिज यहाँ पनि फोड्यो, यो नि हाम्रो फ्रिज नहटेर यहाँ हामीले स्टोरेज जस्तो बनाएको छौँ, यो टेम्पोररी पर्दा राखेर। फ्रिज चाहिँ त्यहाँ छ हाम्रो। अन्त यो फ्रिज किनेको थियौँ नयाँ होइन, अर्कोचोटि सर्नु पऱ्यो फेरि। यो फ्रिज पनि त्यही फ्रिजसँग पठाइदिउँ होइन, यो फ्रिज पनि गइसकेको थियो सामान। अनि केही नभएर फेरि अर्को फ्रिज यहाँ छ। यो चाहिँ गाडीमा पनि क्याम्पिङ गर्न काम लाग्छ। सो सेकेन्डचोटि चाहिँ दिमाग आयो, अनि त्यही भएर त्यो किन्यौँ। नभए फर्स्टचोटि चाहिँ यो किनेको थियो। यो युज गरिरहेको छैन हामीले, यत्तिकै घरमा स्टोरेजमा थन्किरहेको छ फ्रिज। टिभी नि हाम्रो मुभ हुने बेला मेरो बाइक ठ्याक्क टिभीको पछाडि राखिदिएको रहेछ तिनीहरूले। अनि त्यो स्ट्र्याप लाउँदा टिभी त पुरै चर्क्यो होइन। अनि अब ठिकै छ, के भन्नै पर्दैन, अब सक्यो, अब चर्क्यो भन्यो। अब सस्तोमा गर्दै थियो उनीहरूले हाम्रो होइन। अनि त्यही पनि एकचोटि भनिहेर्छु नि त के हुन्छ भनेर भनिदिएको, सरी भनेर। अनि नयाँ टिभी ल्याइदियो, ल्याउन जोस् 1 महिना जति लगायो, तर जोस् नयाँ टिभी लिएर आइदियो फेरि, सेम अझ न्युअर मोडल। अनि हाम्रो खुसीले पुरै खाएर भ्याइसक्नु भयो। यहाँ उसलाई चिकन हो खाना चाहिँ सधैँ छोड्छ, त्यही भएर खाना मैले पुरै अलिकति म्यास गरिदिन्छु, उसको फेभरेट। किनभने फर्सी गुलियो हुन्छ, अनि गुलियो भएपछि उसलाई यत्तिकै जान्छ। फर्सी भएन भने फेरि खाइदिँदैन। यति ज्ञानी छ, उसले खाएपछि आफ्नो भाँडा आफै माझ्छ है। आफ्नो भाँडा आफै टिलिक्क टल्काइदिन्छ। फोहोर छ, कहाँबाट सुरु गर्ने थाहा भइरहेको छैन मलाई। जति मेरो लुगा छैन त्योभन्दा धेरै खुसीको लुगा छ घरमा। यो नि हिजो पुरै खेलेर फोहोर बनाएर चाहिँ यो धुनीमा हालिदिन्छ। सुन्दाखेरि सायद ठुलो कुरा गर्यो भन्छ, तर कसम होला मलाई उपर धनी हुनुहुन्छ। जहिले अन्डा पाउनु पर्छ, सबभन्दा पहिला एउटा सुन्तलाको बिउ चाहिए, फलेपछि आइज गर भुइँतलको टिप, गर गाडी ल्याम्बोर्गिनी र फरारी मर्सिडिज, छुट्टी अब तेरो दाइको सिधै स्विजरल्यान्डको ट्रिप। यो भ्याक्युम मान्छे खुसी लास्टै डराउँछ, अनि त्यही भएर मैले यसलाई बाहिर राख्दैछु। मैले अन गऱ्यो भने भाग्छ, डराउँछ।
पछि माथिदेखि तल फिट स्याम्पेन बोतलभित्र हुन्छ गडले पिउने पानी मिक्स वरिपरि सपनामा देख्ने खालको सिक्स पर्खी डलरहरू बारिस हुन्छ पैसा आएको दिन डेन्जर हुन्छ सिन अब भारतबाट चीन ओलीदेखि मोदी आउने डोनाल्ड ट्रम्पसँग लिङ्क मेरो प्राइभेट हुन्छ प्लेन जहिले क्यासिनोमा गेम मैले चल्दाखेरि ब्याकअप मेरो 2-3वटा ब्याङ्क ए आज हुन होला भोलि पर्सि पक्कै होला होला जहिले रहिले सब्जी छोइला खाने चाँदी कोइला पैसा बोरा बोरा होइन पैसा बग्ने खोला गोजीबाट जरो बने खाला तैने राख्न बोला त्यो घर र गाडी किन्ने चिल्लर मलाई केने हो र सातो जाला खोला खोला धेरै पनि तन टोला जोडिया त जोडा 2टा दैव चढ्ने घोडा हेलिकप्टर बारे आइडिया भएन कुन मोडल ठिक होला सुती सुती मस्त काम नगरी खाने ठाम कसैको फेभरेट प्लेस चाहिँ हो किनभने उसले यहाँबाट सिधा ठ्याक्क बाहिर देख्छ अनि कोहीले आफ्नो बच्चालाई ट्रलीमा हालेर घुमाइरहेछ भने कुकुरहरू डराइरहेछ भने यहाँबाट सिधै त्यहाँ पुग्छ पुग्न थाल्छ हो कि होइन हो कि होइन अनि आज मेरो अर्को काम भनेको गाडी सफा गर्ने पनि हो धुलै धुलो भएको छ गाडी पुरै हाम्रो गराज चाहिँ एकदम सानो छ एउटा गाडी मात्र हुन्छ तर मसँग बाइक पनि भएको हुनाले यति ग्याप हुन्छ 2टा गाडीको बिचमा यति किनभने मैले यहाँ बल झन्डाएको छु अनि ठ्याक्कै यो एमा छुनछुना लागेपछि मलाई ठ्याक्क थाहा हुन्छ कि भन्दा अगाडि जाने होइन भनेर तर मैले धेरैचोटि हानिदिइसकेको छु यो नयाँ गाडी हो ब्रान्ड न्यू गाडी हो 3 महिना जति भयो होला हामीले लिएको लगभग 50,000 को कार हो होइन तर यो यस्तो फोर्छ होइन पुरै यहाँ केही प्रोटेक्सन राखेको छैन मैले केही गरेको छैन यो एकदमै अल्छी भएर डेली काममा लान्छु अनि किनभने प्लग इन हाइब्रिड हो आधी ब्याट्रीले चल्छ जाने काममा 80 किलोमिटर्स जति ब्याट्रीले दिन्छ फर्किने बेला पेट्रोलमा आउँछ त्यही भएर मलाई फाइदा हुन्छ पेट्रोलमा चाहिँ अलिकता त्यही भएर यो गाडी लाने गर्छु काममा तर अब यति मच्योर छुइनँ कि गाडीलाई ध्यान दिएर राख्नै आउँदैन अब यसो नयाँ गाडी हो तर यो गाडीलाई कहिले नयाँ हो भन्छ त त्यहाँ चाहिँ सफा गर्छु भनेको छु हेरौँ के हुन्छ अब अहिले पानी पर्न लाग्छ फेरि बाहिर पानी पऱ्यो भने फेरि त्यो सफा गरेको नगरेको मतलबै हुँदैन मैले कतिचोटि बाइकमा ठोक्काइदिएर यो नयाँ गाडी यहाँ स्क्रच आयो अलिकता यता स्क्रच आयो यहाँनिर राख्ने ठाउँै छैन अब यसलाई चार्ज गर्नुपर्ने भएर भित्र हालेको खासमा तर बाइक पनि छ नि त यो बाइक मैले भएर आधै काहीँ पनि राम्रोसँग लगेकै छैन 12 बजिसक्यो अहिले तर म कति हो मैले खानासाना केही बनाएको छैन आज तर कति भयो मोमो नखाएको आज किन म पकाऊँ कि जस्तो भइरहेछ त्यसको लागि फेरि सामान लिन जानुपर्छ सबै सामान ल्याउनुपर्छ के गर्ने भए बाहिर फेरि पानी पर्ला जस्तो छ वेदर पानी पर्ला जस्तो छ पुरै मोमो खाने जस्तो त छ जाडो हुन्छ यो हाम्रो 2टा रुमको बाहिर यति स्पेस छ युटिलाइजै गरे छैन हामीले यो स्पेसलाई चाहिँ अनि यसलाई चाहिँ खेल्नु मात्रै छ जति बेला नि उसको यो भित्र खानेकुरा हालेर दिने गर्छ अनि यो लिएर आउँछ मेरो अगाडि खानेकुरा हाल्दैमा भनेर मैबाट आयो यो हाम्रो नेपालको खुसी उसकै नाममा हामीले यसको नाम राखेको हो यो चुलबुलीको लुगा रेडी भयो अब म यसलाई छिटो सुकाइहाल्छु अनि त्यसपछि पसल गएर लिएर आउँछु मोमोको लागि सामानहरू घरको सबै ब्ल्याङ्केट धुन लगाएको छु मैले 2टा हालिसकेँ तर आज त्यही पानी पर्ने वेदर छ त्यही पनि माथिबाट आधै सकेको छ धुनुपर्छ आज भनेर अनि त्यही भएर यसलाई म सबसे छिटो कुन हुन्छ त्यहाँ हुन त मैले बेडिङमा राख्नुपर्ने 1 घन्टा 5 मिनट मौसमले जले जानु इनमा रसतिर जाम नेपाल युएसए अस्ट्रेलियामा फेमस मेरो नाम खाट पैसामा सुतेर जिउने दुख्यो भन्न पाम सुख पनि दिन्न कसलाई एक्लै सबै हात सिधै छैन क्विक रेडी भयो अब जान्छु म यसो ग्रोसरी लिएर आउँछु उसको लागि म बनाउनलाई खुसी घर बस्छ अब यो ढोकामा पुरेर बस्छ म त्यहाँ पसल गएर ग्रोसरी किनेर घर नआउने बेरसम्म ढोकामै हुन्छ म क्यामेरा राख्छु ढोकामा होइन मैले एकछिन देखाइदिउँला ढोकाबाट हल्लिँदैन कुरेर बस्छ म यो म्याट राखिदिन्छु तल बस्नलाई यो भएन भने फेरि यो चिसो भुइँमै बस्दिन्छ ठ्याक्कै यहाँ राखिदिन्छु अनि क्यामेरा यहाँ छ ठ्याक्कै त्यहाँ फेस गरेर राखिदिन्छु यति राख्दैछु यो क्यामेराबाट दिनभरि हेरेर आउँछु मैले काममा पनि कहिलेकाहीँ
यही हुन्छ दिनभरि बाहिर उसलाई बाहिर हेर्ने जस्तो हिँड्छ केही पनि लाग्दैन होइन ल त्यहाँ गएर बस्छ अब माइहाल्छु यार कस्तो नपत्याएको गोजी चामको धेरै बोल्ने हिँड त गर रकेट लन्चर ल्याम नमानको बिट्टो बिट्टोलेमा हान्छु ड्याम्का ड्याम धेरै टाढा जानु पर्दैन 5 मिनट हो तर मलाई अब त्यहाँबाट इन्डियन पसल जानु पऱ्यो भने चाहिँ अलिक टाइम लाग्छ किनभने त्यहाँ मसलाहरू त इन्डियनमा मात्रै पाइन्छ नि त एलडीमा सपिङ गरेँ अलिकता आज मेरो ऱ्याप किन्न भएको छ $50 लियो होइन $50 8/4 रेडिमेडवाला पाउँछ लगभग 5 प्लेट आउँछ त्यो अनि घरमा पकाएर मात्र खाने हो अब आज गएर मिहिनेत गर्नु छ त्यहाँ बनाउनु पनि छ थाहा छैन अब वर्थ इट हुन्छ सुनको थालमा होइन सुनको थालै खान मन छ काङ्ग्रेस माओवादी एमाले पुरै देश नै किन्ने अंश किनिसकेपछि पनि अझै बाँकी रहन्छ अब सेतो टावर हट्छ अनि बुर्ज खलिफा बन्छ ए किन रोको ल ए किन रोको किन रोको किन $65 केही पनि छैन धेरै यहाँ मासुभन्दा यो अलिअलि सामानहरू छ होइन अब म क्वेसन गर्दैछु आफूलाई कि मैले बरु बाहिरबाट मगाएरै खाएको हुन्थ्यो जस्तो लागिरहेको छ अहिले चाहिँ अब बनाउनु नि छ त्यही माथि मैले यो चिकन मिन्स किनिन यो चिकनै किनेँ यो भयो भने धेरै अलिकति फ्याट धेरै आउँछ भनेर अब यसलाई काट्नुपर्छ किनभने हामीसँग मिन्स गर्ने केही पनि छैन क्या लिएर गइहाल्यो फ्याँक्न लाँदै फ्याँक्न पनि पाइनँ छिटो यही मोमो बनाइहालौँ होइन अनि यही हुन्छ मेरो फर्स्ट मिल मैले बिहानदेखि केही खाएको पनि छैन आज त्यो घर बसेको दिन मैले के खाँदै खाँदैन क्या मलाई दिमाग यादै आउँदैन खानुपर्छ भनेर कुरा सुन्दा दाइ त बौलायो नै भन्छ तर चिनेको नै छैनस् तैँले चिनेको चाहिँ मलाई भन् त झापातिर बस्ने राजकुमार पाण्डेलाई चिन्छस् भन् त राजकुमारलाई चिन्दैनस् त लु मेरो बाउ आज हुन होला भोलि पर्सि पक्कै होला जहिले रोइले सब्जी छोइला खाने चाँदी कोइला पैसा बोरा होइन पैसा बग्ने खोला गोजीबाट जरो बने खाला तैने राख्न बोला त्यो घर र गाडी किन्ने चिल्लर मलाई केने हो र सातो जाला खोला धेरै पनि तन टोला जोडिया त जोडा दुईटा दैव चढ्ने घोडा हेलिकप्टर बारे आइडिया भएन कुन मोडल ठिक होला आज हुन होला भोलि पर्सि पक्कै होला जहिले रोइले सब्जी छोइला खाने चाँदी कोइला पैसा बोरा होइन पैसा बग्ने खोला गोजीबाट जरो बने खाला तैने राख्न बोला लिस्टै बनाएर गएको थिएँ भेज मोमोको मेन इन्ग्रिडियन्टै ल्याउन बिर्सेँ मैले मसँग पनिरै छैन अब सोया चङ्क छ कि हेर्छु ला पनिरै रहेनछ अब मसँग न सोया चङ्क होला घरमा म के हाल्ने होला त भेज मोमोमा अब भन्नु त धन्न यो रहेछ यही हाल्छु चिकनलाई अहिले हानी यसलाई मिन्स गराउने हो चिकन हान्दा यत्तिको भयो यत्तिकै ठिक छ म यत्तिकै छोडिदिन्छु अब यसलाई हात दुखिसक्यो पुरै सँगसँगै म खुसीको पनि खाना बनाउँदैछु सायद यो 2 हप्तालाई पुग्छ आधी चाहिँ थाईको छ आधी चाहिँ पुरै ब्रेस्टको मासु छ यसलाई उमालेर रेडी बनाउने यसलाई सकेसम्म सानो पिस बनाएर बोइल गर्दैछु अब खाना त राइस कुकरमै बनाइन्छु अनि फर्सी पनि यो सकेपछि अनि यसकै पानीमा फर्सी बनाइन्छु अनि त्यसले मजाले खान्छ 1 हप्तासम्म 2 हप्तासम्म पुग्छ यहाँ 2 किलो जति चिकन छ ल भेज किमा रेडी हाफ 90% रेडी चाहिँ म अगर पनिर कि त आलु हाल्ने सोच्थ्यो तर दिदीलाई नि इन्भाइट गरेँ मैले अब दिदी आउँदैछ दिदीले पनिर ल्याइदिन्छ अनि पनिर हाल्छु म चिकन किमा रेडी छ खुसीको मासु बोइल छ अलरेडी अहिले हल्का फोहोर भयो मैले बरु सब सफा गर्नुको सट्टा बरु बनाएर चाहिँ सफा गर्नुपर्ने छ फेरि बिहान जस्तै हालत हुनु लाग्छ त्यो क्लियर गर्छु सबै अनि त्यसपछि आनन्द रिल्याक्स गरेर बस्नु बिहानदेखि केही खाएको छैन कति बज्यो होला 3 बजिसक्यो केटल रेडी छ यो चाहिँ खुसीको हो तर खुसीको नि हो हामीले नि काउचमा राख्छौँ पनि अर्को पनि धुनु छ सबै धुनु छ आज अर्को नि ब्ल्याङ्केट धुनुमा हाल्दै सबै भयो फर्सी बाँकी हो फर्सी काटेर अनि पानीमा उमालिदिने मासु रेडी छ
खाना त अब राइस कुकरमै हुन्छ अनि त्यसरी रेडी सबै काम सक्यो एक गाडी सफा गर्नु बाँकी छ मैले गाडी बाहिर राखेको छु त्यो सफा गर्ने अनि अरू काम सक्यो यो अलरेडी रेडी छ म खाना यमै अब म खाना यमै बनाइदिन्छु अब किन राइस कुकर फेरि कसले माझिरहन्छ होइन यहीँ पकाइदिन्छु यो रेडी छ 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 ल खाना नि रेडी भयो तपाईँलाई हल्का स्म्यास गरेर अनि जिपलक ब्यागमा सबै मिलहरू बनाइदिएर राखिदिनुपर्छ अनि मजाले डिप फ्रिजमा राखिदियो अनि मजाले निकाल्दै माइक्रोवेभ गर्दै दिने 2 मिनट पनि लाग्दैन इजी हामीले पनि त्यस्तै गरी खान्छौँ कति मिलहरू गाडी सफा गर्नको लागि सबै रेडी छ यहाँ बस घाम लागिरहेको छ अहिले एकदमै अनि त्यो घाम लगाएर सफा गऱ्यो भने एउटा साइडमा सफा गर्दा अर्को साइड सुकिसक्छ अनि फेरि वाटर स्पोर्ट्सहरू बस्छ कि त्यही भएर अलि एकछिनमा 5:30 बजीतिर घाम जान्छ अनि त्यति बेला सफा गर्छु भ्याक्युम पनि लाउँछु भित्र Momo बन्दैछ and there is our momo maker. खुसी मोमो खान्छौ तिमी मोमो खाने हो तिमी मोमो खाने खुसीले हो गाडी आज धोइएन यो पाइपै बिग्रेको थियो यो निकाल्न नसकेर मैले अर्कोको हालिदिएको अनि यहाँबाट पुरै पानी माथिबाट लिक भइरहेको छ पुरै भिजेँ म भोलि धुन्छु यसलाई म फेरि साइड ठुलो कुरा गर्यो भन्छ तर कसो मलाई उपर धनी हुन मन छ थाहा छ त्यस्तो कुरा सपनामा मात्र हुन्छ कि त खुत्रुकेको डोले जहिले अन्डा पाउनु पर्छ सबभन्दा पहिला एउटा सुन्तलाको बिउ चाहिए फले पछि आइज गर भुइँतलको टिप गर गाडी ल्याम्बोर्गिनी र फरारी मर्सिडिज छुट्टी अब तेरो दाइको सिधै स्विजरल्यान्डको ट्रिप आमा बाउलाई गुची माथिदेखि तल फिट स्याम्पेन बोतल भित्र हुन्छ गडले पिउने पानी मिक्स वरिपरि लगभग 20-22वटा जति प्याकेट रेडी भयो यो भयो भने कसैलाई 11 दिनसम्मको लागि पुग्छ त्यहाँ दिनको 2 टाइम खान्छ 2 टाइम खाएपछि यति भएपछि पुग्छ बनाउनै परेन भेज मोमो रेडी चिकन मोमो रेडी पक्कै होला होला जहिले रोइला सब्जी छोइला खाने चाँदी कोइला पैसा बोरा बोरा होइन पैसा बोक्ने खोला गोजीबाट जरो बने खाला तैने राख्न बोला त्यो घर र गाडी किन्ने चिल्लर मलाई केने हो र सातो जाला कोला कोला धेरै पनि तन टोला जोडिया त जोड